रातको उज्यालोमा हराएको खोजकर्ता रहस्यमयी कथा। तपाई अहिले सुन्न लाग्नु भएको छ एउटा अनौठो रहस्यको कथा। यो कुनै साधारण कथा होइन, बरु अँध्यारो र रहस्यमय यात्रामा तपाईलाई लैजाने एक अद्भुत अनुभव हो। यदि तपाईलाई यस्तै रोमाञ्चक कथाहरू मन पर्छ भने अन्तिमसम्म अवश्य सुन्नुहोस्। अनि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। रात गहिरो थियो। आकाशमा चन्द्रमा फिक्का उज्यालो लिएर टल्किरहेको थियो, तर जंगलको बाक्लो छायाले त्यसलाई पनि मिलिरहेको थियो। त्यही अँध्यारोमा एउटा खोजकर्ता हराइरहेको थियो। उसको नाम थियो आरव। यो बाटो कहाँ गयो? म यहाँ पहिले आइसकेको जस्तो लाग्छ। तर यो उज्यालो, यो कस्तो उज्यालो हो? आरव कुनै साधारण मानिस थिएन। उसँग एउटा पुरानो टेलिस्कोप थियो जुन उसले आफ्नो हजुरबुबाबाट पाएको थियो। त्यो टेलिस्कोपले ताराहरू मात्र देखाउँदैनथ्यो, बरु लुकेका रहस्यहरू पनि उजागर गर्थ्यो। तर त्यो रात उसले खोज्न खोजेको रहस्यले उसलाई नै मिल्यो। आरवको हातमा टेलिस्कोप थियो। उसले त्यसलाई आँखामा राख्यो। अचम्मको कुरा, रातको अँध्यारोमा एउटा चम्किलो बाटो देखियो जुन नाङ्गो आँखाले देख्न सकिँदैनथ्यो। त्यो बाटोले उसलाई जंगलको गहिराईतिर डोर्यायो। बाटोको छेउमा पुराना भग्नावशेषहरू थिए, जस्तो कि कुनै सभ्यताले यहाँ शताब्दी अघि बास गरेको। रातको उज्यालोमा हराएको खोजकर्ता भाग 2। रहस्यमय र हल्का तनावपूर्ण धुन बजिरहेको हुन्छ। गएको रात खोजकर्ता आरव रहस्यमय उज्यालोतिर तानियो। ऊ जंगलभित्रको गहिराईमा हरायो र उसको टेलिस्कोप भुइँमा टुक्रियो। तर के ऊ साँच्चै हरायो वा कुनै नयाँ संसारमा पुगेको छ? आज हामी त्यो रहस्यको अर्को पाटो उजागर गर्दैछौं। यदि तपाईले भाग 1 सुन्नु भएको छैन भने पहिले त्यो अवश्य सुन्नुहोस्। अनि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हल्का हावा बहने आवाज, पातहरू खस्ने आवाज, यताउता कोही मान्छे हिँडिरहेको जस्तो सुनिन्छ। अँध्यारो जंगल फेरि निस्तब्ध थियो। आरवको उपस्थितिले जंगलमा कुनै तरंग छाडेको थियो। एक्कासी जंगलको अँध्यारोमा एक रहस्यमय आवाज सुनियो। हल्का फुसफुसाहट, टाढाबाट कुनै अनौठो संकेतजनक आवाज गुन्जिरहेको थियो। अज्ञात आवाज, तिमीले खोजेको सत्य यहाँ छैन, तर तिमीले तिमीलाई खोज्नुपर्छ। आरवले आँखा खोल्दा ऊ कुनै जंगलमा थिएन, बरु ऊ एउटा फरक ठाउँमा थियो। चारैतिर असमान आकाश जुन रातो रङको थियो। जमिन सुन्तला रङमा चम्किरहेको थियो, जस्तो कुनै भिन्न ग्रहमा पुगेको होस्। आरव हडबडाउँदै भन्यो, म कहाँ छु? के म सपना देखिरहेको त छैन? यो हुनै सक्दैन।